पाक्दैछ फाइनली 5 भन्ने रहेछ यसको चाहिँ यस्तो करा छ नि त डढेर जान्छ बेला चल्नु पर्ने त साथीहरु लाग्यो आज हामी 3 जना अन्धहरिङ्गल काट्नु अब अन्धहरिङ्गल चाहिँ राति गाड्नु सकिँदैन त्यसले चिल्छ खेदी त्यही भएर दिउँसो अन्धहरिङ्गललाई स्वागत गर्नु पर्यो भनेर लाग्यो हाम फाल्देका साथीहरु खतरा खतरा ठुलै रहेछ त तर यसले नदेखिँदो रहेछ मजाले अन्धहरिङ्गल चाहिँ हान्दा ठुलो नेत्र पनि देखेको छैन मैले लगभग अस्ति नै नेत्र सुन्दरहरूले तल खालेमा 22-23 कान काटेको अरे आगो बाल्नुलाई पुल्ठोको जुगाड गरिँदैछ त्यो धेर हुन्छ होला मुटो त्यो धेरै ठुलो भयो तिम्रो ए अलिक मिलाउ न बोलो बनाउनु अलिक बोलो बनाइदिनु त मैले त काट्दिनु मैले धेरै लाउँदै बरु मुनि जुत्ता चलिहाल्छ त हाल्नु हुँदैन बिट गरेर है कस्नु पर्दो रहेछ हुन्छ यो त के भन्छ होला कस्दैन हो त्यो माथि पर्दैन त माथि पछाडि माथि त्यसलाई तिमीलाई दिन्छु ल लाइट अहिले लाग्छ तर एकैछिन पर्छ त्यो परे त लाइट चाहिँ हुन्छ सक्दैन होला चल भन्दा के डर हुन्छ सडक पहिले पिछा फेरि माथिले दियो भने तिनीहरूमा जानु चढ्नुपर्छ होइन
एकछिन भेटिँदैन र तिमी ओऱ्याइदिनु एकजना मास्टर एकजना सिकाउँदै सिकाउँदै दिनु होइन यसो गर्छ है त यता कटाइदिन्छु ल म सानो सिलाउने पहिला चप्पल लाएर चढौँ अनि भिजाउनु न कि तेल लाउनु न हामी तेलमा छ एकछिन मात्रै हो नि त किन तिमी बिसाइरहेको तिमी बिसाएको त्यही पातदेखि हाम्रो घेर पोल जाने हुन्छ अब चाहिँ हाम्रो सुरु हुन आँट्यो अरेङ्गल पोल्ने कार्यक्रम। अब हाम्रो लाकर के हामीमा जाउँ टप्दै हामीले तेल त कमै त ल्याएको रहेछौँ त साथी हो, तेल कमै ल्याएछ नि त। हेर्दा हेर्दैमा ल ल फेदतिर चाहिँ लगाएको छैन, टुपी टुपी मात्रै लगाएको छु क्या मैले। अलिक कमै भएछ क्या तेल निजी निवासमा, आफ्नो निजी निवासमा। दुलो कता छ पत्ता ल्याऊ। ल फाइनली पुल्ठो रेडी। यसको चाहिँ खासै डर त हुँदैन त्यस्तो धेरै त हो। ल ल ल तिमीहरूलाई आगो त लाउँछौ, आगो लाएर उता पो कसरी लान्छौ त पुल्ठो? नभए मुनि नै आऊ त्यसलाई उयो अर्कोमा जोडेर यहीँदेखि बिताइदेऊ। आऊ त्यसलाई जोडेर मुनिदेखि नै बिताइदेऊ। अलिक अप्ठ्यारो भयो नि। भरे अलिक अप्ठ्यारो चाहिँ हुन्छ। बसिन्छ पो अनि भिजाको नि तेलले कम हो नि त। सत्तलाई मुनि लगाइदिहाल। राको जान नपुगी सकिन्छ के हो मुला। एकदम होसियारै साथी हो। आगो त त्यतिकै सकिनु भयो। फेरि म लिएर आउँछु। हावाले दिएन यार।
अनि अन्तिममा त्यसैले घाँसघुस पार्दे डर लाग्यो भने झोस दिइहाल्न हावा खतरा चल्यो के हावा पनि यही बेला चल्नु पर्ने त माउलान कम उडेन हौ नहिले घर उल्टै सक्यो जस्तो देखिरहेको भने हावाले दिएन कि त्यहीँबाट अब घाँस पार्दैन माथिदेखि माउ त कम छ मुकुल लाग्छ कतिवटाले माउ त आमा यो हान्दे अनि झर नली बस आउँदैन जस्तो लाग्यो मलाई माउ त गर्दै गर्दै एकछिन थाम्नु सक्छ भने थाम नबोली गर नबोली त हामीले बोलेको मात्र सुन फेरि हावा पनि यही बेला चल्दैन त खतरा झर्यो ल तपाईँ अब होसियारले झर तल मजाले ती अडाइदिराख बास ती राख्दे मजाले ती अडाइदिराख दामी भयो अहिले चाहिँ खतरा बोल्यो क्या आएको आयो सुबिन भएको छोड्दे ती छोड्दैन चिला खाएरमा त ढुट्टो भएको छ नि त फेरि बिस्तारै झरे बिस्तारै यो चाहिँ कुन हो खास अन्धा अन्धा क्या त यो अन्धा त यो लाखुरीबाट झर त्यो चिलाउनेमा झरेर त्यो हल्लिएर यो अन्धा त सबैभन्दा खतरा पो त हुन्छ यस्तो चिल्छ यसले यो पुट हो त त्यहाँ तल त हान्छ नि तैँले माउ गर्नु ए तल जे गर्दा पनि हुन्छ के पुस्क्योमा आदर त्यहाँमा होला है लुसी 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 झर लुसी लुसी बिस्तारै कोलामै आगै लागिरहेको भने आगो त खतरै बल्यो त रुखमा पो यार गोलामै छोड्दै गएको त खतरा बलिरहेको छ त्यो क्यानमा तल लगेर लगिहाल्नुपर्छ तल बल्दैछ त पत्कर जाऊ न पाना ल्याऊ जाऊ औ पाना खोज्नु जाऊ पानो खोइ त पाना खतम भएछ माउ माथि आउँदैन ए मुनि ल यस्तो न आफूहरुलाई त
साथी यस्तो करा छ नि त डढे नि जान्छ ढुङ्गाले मर्छ यहाँ यसमा प्लास्टिक ल्याएन नि त ल्याउ भनेर मानेन नि तिमीहरूले हाल्लेको आयो आमा प्लाट्नु भन्छ नि बसेर डेन्जर पो चिज हो यसले यसले त हरामी हान्छ है फेरि पचास खै यहाँ चिजेको लिएर ला रोटी मिस्टेक यो बच्चा टिपौँ है जान्दिउँ भन्दा बच्चा टिप्ने बच्चा टिप्नु पऱ्यो भने यत्रो यत्रो बच्चा छ होइन फेरि मुक्ति दिलाउँछ यिनीहरूलाई मुक्ति दिलाइदिन्छु क्या यस्तो चुल्छ फेरि यसले चारैतिर छ भुइँतिर ऊ पछाडि उपरतिर छ हेर्दैमा कहाँ पछाडि त्यो पाना चाहिँ त्यता ढुङ्गातिर होला हौ आगो त नि भाइ त राम्रो खोल्सातिर त फेरि होइन जान्छ हालो फेरि म भक्कै भन्छु यत्रो तलसम्म हेरे खासै झरेन छ हौ बच्चा त खासै झरेन छ बच्चा अलिक साह्रै हुँदो रहेछ नि त माउहरू उठेछ है आगो मार्ने कार्य सुरु भयो कति 1 2 3 4 5 वटा रहेछ नि त 3 पाना भनेको फाइनली 5 पाना रहेछ यसको चाहिँ खाइम ल ल अब मसला पिसिसक्यो यहाँनिर हाम्रो अरिङ्गाल पाक्दैछ फाइनली पाक्यो हाम्रो अरिङ्गाल ल हेरिदिनु होला सबैजनाले मिठो मिठो भयो म खाँदैन पनि अब त्यति एक बेला जति चाहिँ हुनु पर्दैछ